ल आज शनिबारको दिन यसो म त टोलाएर बसिराखेको थिएँ। टोलाएर बस्दा बस्दै यसो बाबाले कहाँ घुमाउनु लानुहुन्छ भनेको त यस्तो हेरेको त गोसाई स्थानमा लानुभयो। आहा यहाँको भ्यूहरू देखेर त मन छक्कै परेँ र मैले एउटा टिकटक पनि बनाएँ। टिकटक बनाएको साथै यसो हेरेको सल्लाह र दुप्पीको बोट पनि रहेछ र यसो घुम्दै घुम्दै जाँदाखेरि त्यहाँनिर यसो हेरेको त दादा पनि बसिरहनु भएको रहेछ। दादा पनि यस्तो देखेँ मैले। त्यहाँदेखि म मन्दिरतर्फ लागेँ अनि यसो मन्दिरमा जाँदा जाँदै यसो हेरेको घन्टी देखेँ र मैले घन्टी बजाएँ। अनि घन्टी बजाउने साथ यसो हेरेको भगवान् देखेँ। अनि कुन भगवान् हुनुहुँदो रहेछ भनेको त गोसाई स्थानमा शिवजी भगवान् हुनुहुँदो रहेछ र मैले त्यहाँ चारैतिर सबै भगवान्को दर्शन पनि गरेँ र मेरो मम्मी पनि पर दर्शन गर्दै हुनुहुँदो रहेछ र म त्यहाँबाट दर्शन गर्दै गर्दै हामी 64को पनि दर्शन गऱ्यौँ मम्मी र मैले। र त्यहाँबाट म यसो बाटोमा लागेको कस्तो दामी फुल फुलेको रहेछ। त्यो फुल यसो मैले हेरेँ। त्यहाँदेखि यसो हेरेको त विशाल दादा आउँदै हुनुहुँदो रहेछ। ल न त हामी पनि सँगै घरतिर लागौँ भनेर हामी यहाँबाट लाग्यौँ। ल त गाइज बाई बाई।